एसियन्स गेम क्वालिफाइडको लागि साथीहरू नेपाली टोली अब सिङ्गापुरमा प्रस्थान गरेको छ। नेपालले सुरुमा साथीहरू 3 खेल खेल्नेछन्, चाइना, कतार, मलेसियासँग चाहिँ हामीले ब्याक टु ब्याक खेल्नेछन्। र साथीहरू हामी 2023 को कुरा गरौँ, जब कि हामीले मङ्गोलिया विरुद्ध चाहिँ दिपेन्द्र सिंह 9 बलमा 50 रन हानेर चाहिँ इतिहास रचेको थियो र कुशल मल्लले पनि साथीहरू 34 बलमा आफ्नो सेन्चुरी पुरा गरेर इतिहास रचेको थियो र साथीहरू 314 T20मा धेरै हानेर पनि हामीले इतिहास रचेको यो सम्झना अहिले पनि ताजा नै छ। यसै गरी साथीहरू अब हामीले चाइनालाई पनि र मलेसिया र कतारलाई फेरि कसरी चाहिँ हामीले रेकर्ड बनाउँछौँ होला भन्ने कुरा त्यो छुट्टै छ। धेरैजना साथीहरूले चाहिँ सोच्ने गर्छन् यो सानो टिम हो, यो केही पनि होइन साथीहरू।